Hello guys, welcome back to my channel. It's me Kritim Tamang. And तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ. Welcome after a long time. Today I feel like vlogging again. त्यसैकारणले म vlog गर्दैछु. आज हो Saturday, March 28, 26. So yeah guys, आज चाहिँ छुट्टी थियो र म मम्मी चाहिँ र नानी चाहिँ हामी दिदीबहिनी सेवा थियो सिस्टर ग्यादरिङ अन्त त्यहाँ हामी नानीहरुकोमा गइकिन आएर चाहिँ म चाहिँ रेस्ट गरेर नानी पनि सुताएँ. अब चाहिँ बेलुकाको लागि खानाहरु बनाइदिनु पर्छ पापाहरुलाई अनि हामीलाई पनि अलिअलि किनभने हामीले त खाइराखेको छ. अन्त यहाँ नानीको लागि फ्रुट्स बिस्किट्स मिठाई खाने भयो मेरो छोरा हो. अन्त उसको लागि लिएर आएको छु र अब चाहिँ पापालाई चिया खानुहुन्छ हुँदैन सोध्छु. अन्त चाहिँ तपाईहरुलाई भेट्छु. पापाले चाहिँ ब्ल्याक टी खानुहुने अरे अन्त म चाहिँ यो ब्ल्याक टीको चियापत्ती मिठो बनाउँछ टी. क्रिप्स मलाई चाहिँ क्रिप्स पुरा मनपर्छ. के मन पर्दैन सबै मनपर्छ. लाइटै छैन क्लासलाई खाँदो थियो. मैले चिया दिएँ पापालाई हो. अब एकछिन बस्छु. मेरो छोरा चाहिँ बदमास गरिरहेछ एज युजुअल. र आज चाहिँ बस्दैछ कति बज्न आँटेको छ 6:30 हुन आँटेको छ. अब चाहिँ म खाना बनाउन सोच्दैछु. पापा मम्मी माथि आमा बिमार हुनुहुन्छ नि त त्यतै खानुहुने अरे. सो पलाउ कम भनेर सोचेको बुढा म चाहिँ नानीसँग. त्यही भएर चिकन ल्याउनु पठाइरहेको छु. पाउँछ कि पाउँदैन ढिलो भइसक्यो. उछ्यौ त्यसपर छिटो आउनुहोस् यहाँ चिसो भयो त्यहाँ. तपाईहरु ठिकै हुनुहुन्छ होला है. मेरो ब्लग्स बोरिङ भयो हेरिदिनुहोस्. म चाहिँ स्पेशल मेमोरिज लागि बनाउँछु नि त. मैले मेरो ब्लग्सहरु आफ्नै ब्याक हेर्दा चाहिँ मलाई कस्तो अब राम्रो लाग्छ नि त. त्यो मोमेन्टमा त्यस्तो भएको थियो अरे भन्दा के देख्यो मेरो छोराले के देख्यो ए उफ चिचिमिरा देखेछ पुरा. मेरो ब्लग्सहरु अन्त मलाई लाग्यो मैले के अब कति मेमोरिजहरु क्रिएट गरिसकेको थिएछु भनेर. सो अब फेरि म बनाउने कोसिस गर्दैछु. मलाई आजकल चाहिँ पुरा अल्छी लाग्छ कि अल्छी भन्दा पुरा थाकेको त्यस्तो फिल हुन्छ जिउ. त्यो भएर टाइम पनि पाउँदैन हो. तर अब चाहिँ आइ एम ट्राइङ टु यो ब्लगबाट चाहिँ. सो तपाईहरु हेरिदिनुहोस् माया देखाइदिनुहोस्. मेरो छोराले छिचिमिरा हेर्दैछ. सो गाइस म चाहिँ चिकन पलाउ बनाउन सुरु गरेँ यहाँनिर. अन्त उले चाहिँ कुकर सफा गरिदिनु हुँदै थियो. अन्त नानी चाहिँ एकछिन मान्दैन नि त कि. अन्त अब बल्ल बल्ल मानेर चाहिँ प्याजहरू काट्दैछु. अन्त अब म सबै कुरा प्रिपेयर गर्दैछु बिस्तारै बिस्तारै. तपाईहरु हेर्नु. लौको लागि अलमोस्ट एभ्रिथिङ रेडी. यो प्याज काटेको छु. अन्त यो चाहिँ म्यारिनेट गरेको छु. म खुर्सानी दाल हालेको छैन किनभने नानीले पनि खान्छ नि त. अन्त यो फ्राई गर्छु पहिला. यो प्याज फ्राई गर्छु निकाल्छु त्यहाँदेखि यो फ्राई गर्छु. त्यहाँदेखि यहाँनिर मैले गार्लिक जिन्जर पेस्ट अन्त अरू के हुन्छ हौ त्यो एड गरेको छु. अन्त अब यहाँ तेल लगाएर पकाउँछु. म टाइम ल्याप्समा भिडियो राखिदिन्छु. तपाईहरु एन्जोय गर्नुहोस्. सक्नुहुन्छ मैले चाहिँ टाइमको फ्राई गरिदिनु परिसकेको छु. र यो आलु र चिकन फ्राई गर्दैछु. त यहाँ चाहिँ म त्यो गार्लिक जिन्जर पेस्ट एड गर्दैछु. अन्त
पकाउँदैछु सबै मिक्सहरू गरेर चामलहरू पनि हालिसकेँ अन्त अब साथै साथै यहाँनिर अलिकति भाँडाहरू रहेछ धुनुको लागि त्यो पनि धुँदैछु घरको काम चाहिँ कहिले सक्दैन नि गाइस तपाईँहरूको कस्तो हुन्छ न्याङ न्याङ गर्छ मामा पकाउँदैछु न्याङ न्याङ गर्छ यहाँ अब पलाउ पाक्दैछ यहाँ अब रामभेडा उठे गरेको अचारको लागि के छ भन्नु तपाईँलाई हेर्न सक्नुहुन्छ यहाँ मैले हरियो खोर्सानी र रामभेडाको चटनी पिनिसकेको छु र पलाउ पनि अलमोस्ट रेडी छ अब हामी खान्छु मिठो त बनाउँदैछ त्यसो भए पनि हो मम्मीहरू माथि हुनुहुन्छ है पापा पनि आज स्याटरडे अलिक लैट आउनुहुन्छ सो यहाँ मम्मीहरू पनि आएर टेस्ट गर्नुहुन्छ होला माथि खानु बनाउनु भएको भन्नुहुँदै थियो अन्त अब अहिले खाने बेलामा बेसी ल तपाईँहरूले पनि डिनर खानुभयो होला यहाँ पकाउनु हुँदैछ होला इट्स वेल सी यू त्यता त यस्तो देख्दैछ हेरौँ खाना चाहिँ रेडी भइसकेको छ है यस्तो मिठो पकाएर दिनुभयो हामीलाई भिडियोको लागि भन्नुभएको फेरि दिनुहोस् ल दिदी नै यहाँ खाना परिश्रममा प्रभुले धेरै आशिष दिएका हुन् तिमीलाई अझै मिठो मिठो बनाउनु हामीलाई अझै मोटो मोटो बनाउनु अब खान्छु ल अब ज्यादा क्यामेराहरू त खाँदिनँ किनभने भाइलाई पनि खुवाइदिनुपर्छ Not bad. Wow! Cici mama खायो cici mama थपडी मारे खायो थपडी अब खान्छु ल बाई बाई भनिदिनुहोस् बाई बाई see you हामी खाएको भन्नु हामी मामा खाएको